भ्यू टावर केही देखेन हामी चाहिँ आइपुग्यौँ मान्छे त बस्मै छैन कति बुढो भयो भने आमाहरू खेलिरहेको साथीहरू हामी चाहिँ हेलो एभ्रिवान नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन फेरि पनि आइसकेँ मगरती मगर हजुरहरूको सामुन्ने नयाँ भिडियो एन्ड भ्लग लिएर आई होप हजुरहरू सम्पूर्ण मेरो फ्यामिलीहरू सन्चै नै आराममा हुनुहुन्छ होला मस्त अनि व्यस्त हुनुहुन्छ होला भन्ने आशाका साथ मैले भिडियो स्टार्ट गर्दैछु। आज चाहिँ नयाँ वर्ष सबैजना मेरो युट्युब फ्यामिलीहरूलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। सो आज चाहिँ हामी घुम्न जाँदैछौँ। आज चाहिँ मेरो हस्बेन्डको पनि बर्थडे हो अनि उहाँ चाहिँ हुनुहुन्न आफ्नै साथीहरूसँग जानुभएको छ अनि हामी चाहिँ मम्मी म दिदीहरू भएर चाहिँ हामी घुम्न जाँदैछौँ। अनि यही नजिकै धेरै टाढा चाहिँ होइन, यही नजिकै नानी बाबुहरूसँग यताउति बच्चा बच्ची के गर्नु बच्चा बच्ची धेरै भएपछि यस्तै नै हो साथीहरू। हजुरहरूलाई चाहिँ म देखाउने नै छु। है त साथीहरू साथीहरू म चाहिँ यहाँ भोइस गर्दैछु। हामी चाहिँ घरदेखि हिँडिसकेको छौँ। नानीसँग नभएर चाहिँ म यसरी भोइस गर्नु यहाँलाई चाहिँ स्वागत छ मेरो भ्लगमा। जाँदैछौँ भने यता हेर्नु न दिदी हेलो भने यतातिर हेरेर टिकट काउन्टर टिकट ल्याउनलाई अनि नास्ता गर्न आउने साथीहरू हामी चाहिँ आइपुग्यौँ। यसरी चाहिँ भ्यू टावरमा आज नयाँ वर्ष भएछ यसरी भिडभाडहरू छ कि यतातिर चाहिँ हाई कस्तो पुल्यो क्या हो है कतिको भिड छ साथीहरू यतातिर चाहिँ यसरी चाहिँ सानो भ्यू टावर सर्ने हो साथीहरू। केही फुलै छैन बायाँ जताको चाहिँ ड्राई पिकनिक छ साथीहरू। आज चाहिँ केही देखेन हामी घुम्न गयो आज हामी भ्यू टावरमा घुमघाम गर्न आएको ड्राई पिकनिक। आजको बर्थडे तेह्रसम्म के गराउने सानी पुतली पुतली पनि छिनिछिन भ्यू टावरको भनेको यही हो है चाहिँ हाम्रो हरियाली नै हरियाली। हाम्रो पहलपुरमा भएको चप्पलगौरी रेनी खोलामा भ्यू टावर पुरै हरियाली बनाइ बन्छ। एकदम घुम्न आउने साथीहरूलाई सबैजनालाई एकदम उपयुक्त ठाउँ हो यो। एकदमै राम्रो ठाउँ छ। पानीको व्यवस्था छ अनि टोयलेट बाथरुमको व्यवस्था छ। रुखबिरुवाहरू शीतल बस्ने खानेपिने बस्ने ठाउँ ठाउँ सबै एकदम राम्रो धेरै राम्रो छ। हामी बसिरहेका छौँ होइन विश्रामको लागि। हामी नास्ता गर्दैछौँ। केही छिनपछि हामी सबै ठाउँ देखाउनेछौँ गाइज। मम्मी हुनुहुन्छ, बाबु हुनुहुन्छ, दिदी हुनुहुन्छ, भाउजू, नानी
भाउजू सानानी चेस भनौँ सबैले चेस सबैजनाको चाहिँ यसरी ड्राई पिकनिक हाम्रो ड्राई पिकनिक चाहिँ यिनीको भाषा यिनीको सानो किती काय आहे आणि कोक बंद खा ना फेंटा त्यसमा जुन ढक्कन लाग्ने हुन्छ ल हजुर प्लास्टिकको पनि ढकन खोल्नु छुट्टै छुट्टै छैन भरेको नाच्नेको त पहिले गिलासमा खाएछ अहिले मैले चाहिँ यति खाए लास्टमा साथीहरू हाम्रो चाहिँ यहाँ फोटोसुट हुन लागेको छ आधी बगाल हेर्छौँ भने आधी चाहिँ त्यतातिर आउनुहुन्छ हाम्रो मान्छे चाहिँ नानी हेर्ने अनि यता मेरो पुको बहिनी अनि यतातिर चाहिँ बाबु नानीहरू भान्जी फोटोसुट त खत्रै भइरहेछ यसरी यसरी चाहिँ पोलपुरको हाम्रो भ्यू टारमा आज नयाँ वर्षको दिन चाहिँ यसरी चाहिँ मान्छेहरू आउनु भएको छ के गर्नु साथीहरू हाम्रो के भन्छन् घाम परिरहेछ कि उसको त कालो मान्छे दाँतमा त टिपी कटल्का चाहिँ छ त जति बुढो भयो भने साथीहरू 50 जस्तो बान्छे अझै गएन के गर्नु मजा चाहिँ धेरै आइरहेछ उता चाहिँ हुनुहुन्छ हाम्रो मम्मीहरू पछाडि हामी चाहिँ यहाँ अगाडि दिदीहरू म चाहिँ छोराछोरी खेल्ने ठाउँमा हामी आमाहरू खेलिरहेको छौँ साथीहरू गाह्रो छ साथीहरू त्यही नै हो आजको हामी चाहिँ घुमेर यताबाट सर घुमेर पनि अब चाहिँ हामी घर जान आँटेको साथीहरू बाई बाई भ्यू टावर बाई बाई भ्यू टावर उठाएर 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 न उठाएर बाई बाई गयो टाटा अब चाहिँ हामी यहाँबाट घर जान लागेको साथीहरू यहाँबाट घर जान लागेको आजको लागि बाई बाई घर जाने भने के भयो लो है साथीहरू हामी चाहिँ लाग्यौँ यहाँदेखि घरतिर अब चाहिँ
लागि आज चाहिँ मेरो हस्बेन्डको बर्थडे भएकोले चाहिँ हामी बर्थडे मनाउँदैछौँ। त्यस्तो स्पेसल धुमधाम तरिकाले त होइन, हाम्रो चाहिँ अहिले टिकासिका केही पनि छैन नि त, त्यसैले सामान्य केक मात्रै काट्दैछौँ। Happy birthday to you. खानाको लागि बोटको र चम्चाले थाहा हुनुहुन्छ नि। थ्याङ्क यू यता पनि हेर, यता पनि हेर्नु पर्दैन फेरि, झट्टबाट यता पनि हेरेर आएर फेरि खेला नम्बर धेरै धेरै भएर कस्तो दा यति मात्र खुवाइदिनु, यति मात्र खुवाइदिनु। साथीहरू त्यही नै हो आजको भिडियोमा चाहिँ। आज त आँखा नर्कै भयो, हावाले आँखा नर्कै बनाइदिएछ। आज हामी चाहिँ आज नयाँ वर्ष सँगसँगै आज चाहिँ मेरो हस्बेन्डको पनि बर्थडे थियो नि त, अनि हामी चाहिँ घुमेर पनि आइसक्यौँ, नआएर खाना पनि खाइसक्यौँ। अनि त्यस्तो ठुलो धुमधामले बर्थडे त मनाएनौँ। हाम्रो घरमा चाहिँ अहिले चाहिँ केही पनि छैन नि त, भर्खरै हाम्रो हजुरआमा बित्नु भएको, त्यसैले केक मात्रै काट्यौँ साथीहरू। त्यही हो, मेरो चाहिँ छोरी चाहिँ आत्तिसक्यो, अब म छोरीलाई सुताउँछु। आजको भिडियो कस्तो लाग्यो हजुरहरूले कमेन्ट गरिदिनु होला भन्दै आजको भिडियो यहीँनिर एन्ड गर्न चाहन्छु। भएकोमा धेरै धेरै धन्यवाद। डिनर फर्केट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्दै बाई बाई मेरो युट्युब फ्यामिलीहरू।